स्वयम्भू परिक्रमा गर्ने क्रममा यहाँ एउटा नियम रहेको छ, क्लकवाइज रूपमा परिक्रमा गर्नुपर्नेछ। स्वयम्भू परिक्रमा गर्दा पहिलो स्थानमा आउने पुर हो बसुपुर। हामी यहाँहरूलाई अब बसुपुरतर्फ लिएर जाँदैछौँ। यो बसुपुर पञ्चपुरहरूमध्ये यस स्थानलाई बसुपुर भनिन्छ। बसुपुर पृथ्वी तत्त्वको प्रतीकको रूपमा लिइन्छ। यो स्वयम्भू महाचैत्य डाँडामाथि रहेको छ। यहाँ कुनै पनि बेला पहिरोहरू जान सक्छ र त्यस्ता पहिरोहरूको जोखिम नहोस्, अर्थात् त्यस्तो पहिरोहरूले कुनै पनि किसिमको हानि नोक्सानी यस क्षेत्रलाई नगरोस् भनी यस बसुपुरको निर्माण गरिएको हो। यो बसुपुर मन्दिरलाई हामी अझ राम्रोसँग निहालेर हेर्छौँ। आउनुहोस्। यो बसुपुर मन्दिरभित्र वसुन्धरा देवीको मूर्ति रहेको छ। यहाँहरूले यहाँ देख्न सक्नुहुन्छ कलात्मक तोरणहरू पनि रहेको छ। यो तोरणमा वसुन्धरा देवीको मूर्ति रहेको छ। त्यस्तै गरेर यहाँ दायाँ बायाँ नेपालको झन्डा रहेको छ र हामी देख्न सक्छौँ यसको यो ढोकाको बाहिर यो मानेहरू पनि रहेको छ। यहाँ घन्टीहरू रहेको छ। यहाँ दुईटा सिंहहरू पनि हामी देख्न सक्छौँ र अहिले यो मन्दिर बन्द रहेको छ। श्रद्धालुहरूको भक्तजनहरूको भिड भएको बेलामा चाहिँ यो मन्दिर खुल्ने गर्दछ। यस स्थान नै बसुपुर हो। वसुन्धरा देवीलाई काठमाडौँमा निकै आदरपूर्वक लिने गरिन्छ। हामी अब यो बसुपुर मन्दिरको परिक्रमा गर्छौँ। यहाँ मानेहरू पनि रहेको छ। यो मानेमा ओम माने पद्मे ओम लेखिएको छ। त्यस्तै गरेर यहाँ मेरो पृष्ठभूमिमा देख्न सक्नुहुनेछ। यहाँ काठमाडौँको दृश्य एकदम राम्रोसँग देखिएको छ र यो दृश्यलाई हेर्नको लागि धेरैजनाहरू यहाँ झुमिर पनि रहनु भएको छ। अहिले हामी यस बसुपुर मन्दिरको परिक्रमा गरिरहेका छौँ। यो बसुपुरको मन्दिर हामीले परिक्रमा गरिसकेका छौँ। अब यसपछिको अर्को पुर रहेको छ वायुपुर। पञ्चपुरहरूको अध्ययन अवलोकन गर्ने क्रममा हाम्रो दोस्रो पुर वायुपुरतर्फ हामी यहाँहरूलाई लिएर जाँदैछौँ। आउनुहोस्।